ये ढोलमल बनाना एकदम तैयारी अर्ग्यानिक बुलु बनमारा बोजू केसुके चरमिलो काँचो बात सुती माल आका आइसक्यो मच्छिनु उता बोतलको त के हो ए खुकुरी राम जस्तो पिसाब पनि अलग छ यो त धेरै काल छ सिसो त कसरी काट्ने यार सिसो पनि एउटा माल भैँसीको है गाईको यस्तो पल्जा बाल्नु पर्छ ए ग्लोभ छ नि क्या यस्तो घिल्ला गाईको कस्तो राम्रो तपाईँ अलि उता छेउतिर बसेर काट्नु यो बढी हुँदैन सबै गरेर सकिनु भनेको थियो नि अमिलो पिरो तितो टराउने बसाउने बुलु पर्सि अर्को फल्दैन नि गाईको यो चाहिँ कस्तो कालो रहेछ त्यो माल त एको मार्क्यो ए भइसकेको पिसाब रहेछ नि त भैँसीको र गाईको फरक हुन्छ धेरै भैँसीको कालो हुन्छ आज भैँसी कालो छ माल मेटल अब लोड हुँदैछ यहाँ 150 लिटर बन्छ ल बढी बढी 3 लिटर त हो नि प्राय यसको भनेको 3 लिटर यसको लेदा त यी बस्दैन नि त्यो फेरि अर्को पानी हाल्दैन नि होला नि पछि एक लेदा निकाल्दै गर्दाखेरि लिटरको ड्रमलाई कति चाहिन्छ 32 केजी 32 केजी हाम्रो यहाँ छैन हैन त पिसाब कति भनेको थियौं 32 लिटर पानी पनि 32 लिटर भनेको थियौं हामीसँग के हो त त्यो सबै सम्भव छैन हामीले यसमा कति अनुमान गर्यौं 14 12 दै दिन्छ होला 12 50 को बनाऊँ है 50 को लाई पानी कति हाल्छौं हामीले 16 पिसाब पनि 16 हाल्छौं त्यो पनि सबै सम्भव छैन यो हाम्रो ड्रम फेरि हामीले यतिकै राख्न मिल्दैन है के हुँदाखेरि अहिले हामीले बन्द गरेर राख्ने भनेको थियौं हैन यो नहाले पनि तपाईहरुले बुझ्नुहुन्छ कि हालेर हेर्ने हो त किनभने यो चाहिँ के हो भने गरुङको हुन्छ नि त उचाल्नु त फेरि यही अलिकति गाह्रो हुने भइसक्यो त्यही भएर तपाईहरु ल्याउनु भएको सामान जति सबै वडा कार्यालयको मलाई जिम्मा दिन्छौँ उहाँले पनि फेरि हामी लिसकेपछि उहाँले पनि देखाउनु पर्यो नि त उहाँको घर पनि गएर हेर्छौँ है छिमेकीहरु धेरैजना हुनुहुन्छ गएर हेर्नु पर्यो कसैले एक जम्बी लिन आउँछ दिनु नि पर्यो है